यात्रामा निस्किनु अघि दही किन खुवाइन्छ? के यो केवल परम्परा हो कि यसको पछाडि पनि विज्ञान लुकेको छ? हाम्रो नेपाली समाजमा यात्रा गर्नु अघि दही खुवाउने चलन निकै पुरानो छ। धेरैले यसलाई शुभ संकेतको रूपमा मान्छन्, तर वास्तवमा यसको सम्बन्ध स्वास्थ्यसँग पनि जोडिएको छ। दहीमा प्रोबायोटिक्स हुन्छ जसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। यात्रा गर्दा पेट पोल्ने, अपच हुने वा ग्यास हुने समस्या कम गर्न दही उपयोगी मानिन्छ। साथै दहीमा प्रोटिन, क्याल्सियम र भिटामिन B12 जस्ता पोषक तत्त्व पाइन्छ जसले शरीरलाई ऊर्जा दिन मद्दत गर्छ। आयुर्वेदले पनि दहीलाई शरीरलाई बल दिने र पाचन सुधार गर्ने खाद्य पदार्थ मानेको छ। तर दही खाँदा रातिको समयमा कम खानु राम्रो मानिन्छ। साथै दहीलाई चिनी, मह, घिउ वा मुगको दालसँग मिसाएर खानु अझ उत्तम मानिन्छ। त्यसैले यात्रा अघि दही खाने हाम्रो परम्परा केवल अन्धविश्वास मात्रै होइन, यसमा स्वास्थ्य र व्यावहारिक पक्ष पनि लुकेको छ।